नमस्ते सबैजना। आज हामी एउटा महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। हाम्रो खाना, हाम्रो संस्कृतिसँग जोडिएको धान खेती। तर बदलिदो मौसमले यसमा कस्तो असर पारिरहेको छ होला? एकदमै। यो जलवायु परिवर्तनको असर विशेष गरी धान खेतीमा निकै गम्भीर देखिँदैछ। हो, आज हामी यसैमा अलिक गहिरिएर कुरा गर्नेछौँ। कसरी असर परिरहेको छ अनि किसानहरूले कसरी जुधिरहेका छन् भन्ने बारे। ठिक हो, हामीसँग केही अनुसन्धानहरू, परियोजनाको रिपोर्टहरू अनि किसानकै अनुभवहरू पनि छन्। यिनैको आधारमा कुरा गरौँ न त। तापक्रम बढ्ने, पानी अनियमित हुने, यसले धान खेतीमा कसरी गाजेको छ र के कस्ता उपायहरू अपनाइँदैछन्? ल, सुरु गरौँ जलवायु परिवर्तनको असरबाटै। तथ्याङ्कले के भन्छ? तापक्रम बढिरहेको छ होइन नेपालमा? एकदम। 1971 देखि 2014 को डेटा हेर्दा नेपालको औसत तापक्रम हरेक वर्ष 0.056 डिग्री सेल्सियसले बढेको देखिन्छ। ओहो, हरेक वर्ष त्यतिले? सुन्दा थोरै लागे पनि लामो समयमा त धेरै भयो नि। हो नि, असर ठूलो छ। अनि मनसुनको त झन् भरै छैन। कहिले ढिलो सुरु हुन्छ, कहिले एकैचोटि धेरै पानी पर्छ, कहिले खडेरी। यसले गर्दा धान उत्पादनमा चाहिँ कस्तो असर परेको छ त? असर त प्रत्यक्ष छ। जस्तो धान फुल्ने बेला नि तापक्रम 29.9 डिग्री सेल्सियस भन्दा माथि गयो भने उत्पादन घट्छ। अनि पानीकै कुरा गर्दा समयमा रोप्न नपाउने, सिँचाइ नपुग्ने, त्यो त छँदैछ। त्यसमाथि नयाँ नयाँ किरा रोगहरू पनि थपिएका छन्। खोइ, चितवनतिरका किसानहरूसँग कुरा गर्दा पनि उहाँहरूले भन्नुहुन्थ्यो अरे नि त, गर्मी बढेको, पानी कम परेको अनुभव छ भनेर। हो, एउटा अध्ययनमा 71% धान बिउ उत्पादक किसानले पछिल्लो दशकमा यस्तो अनुभव गरेको बताएका छन्। गर्मी बढ्यो, पानी पर्ने तरिका फरियो भनेर। किसान आफैले भोगिरहेका कुराहरू हो नि त। कति ठाउँमा त पानी नभएर धानै छोडेर तरकारीतिर लागेको पनि सुनिन्छ। यसले त भोलि गएर हाम्रो खाद्य सुरक्षामा नै असर पार्ने हो कि जस्तो डर लाग्छ। एकदम। अनुसन्धानले पनि त्यही देखाउँछ। बढ्दो तापक्रमले उत्पादन घटाउँछ, तर एउटा अलि अनौठो कुरा के छ भने एउटा अध्ययनले चाहिँ हरितगृह ग्यास उत्सर्जन बढ्दा चाहिँ धान उत्पादनमा केही सकारात्मक असर पनि देखिएको भनेको छ। तर यसलाई अलि होशियार भएर हेर्नुपर्छ। ए, हो र? त्यो कसरी होला? तर त्यही अध्ययनले फेरि वर्षाको फेरबदलले चाहिँ त्यति ठूलो असर नगरेको देखाएको छ। मुख्य समस्या चाहिँ तापक्रम वृद्धि नै हो जस्तो देखिन्छ। यी समस्याहरूसँग जुझ्न किसानहरूले पनि त केही न केही उपाय लगाइरहेका होलान् नि। अवश्य। हाम्रा किसानहरू निकै सृजनाशील हुनुहुन्छ। उहाँहरूले धान रोप्ने समय अलि अघि वा पछि सार्ने, मौसम अनुसार छिटो पाक्ने जातहरू खोज्ने अनि पानी कम चाहिने बालीहरू जस्तो तरकारी, मकै, आलुतिर लाग्ने गरिरहनु भएको छ। हो, आफ्नो अनुभव र ज्ञानले पनि काम गर्छ होला नि। एकदम। किसानको आफ्नो परम्परागत ज्ञान, पाएको शिक्षा, कृषि प्राविधिकको सल्लाह अनि ऋण लिन सक्ने क्षमता, यी सबै कुराले अनुकूलनमा सघाउँछ। किसानको तहमा त भयो, अलि ठूलो स्तरमा परियोजनाहरूले पनि त काम गरिरहेका छन्। जस्तो त्यो सिधै बिउ छर्ने प्रविधि DSR भन्ने, त्यो के हो? DSR डाइरेक्ट सीडेड राइस। यसमा चाहिँ बेर्ना नराख्ने, कि त मसिनले कि हातैले सिधै खेतमा धानको बिउ छर्ने। यसको सबभन्दा ठूलो फाइदा भनेको श्रम र पानीको बचत हो। कति जति बचत हुन्छ होला? नेपालमै भएको एउटा अध्ययनले 83% श्रम बचेको देखायो। अनि पानी पनि कम्बोडिया, बङ्गलादेशतिर 19 देखि 32% बचत भएको पाइएको छ। वाउ, त्यो त धेरै हो नि। अनि धान छिटो पाक्ने, खेतबाट मिथेन ग्यास पनि कम निस्किने, बङ्गलादेशमा 41% कम। फाइदाहरू अरू पनि छन्। यो त राम्रो विकल्प जस्तो सुन्यो। IRR र बेरले पनि यस्तै DSR सुहाउँदो जातहरू पश्चिम नेपालमा परीक्षण गरिरहेको भन्ने छ नि। हो, स्केल डाइरेक्ट परियोजना अन्तर्गत हर्दीनाथ, घैया जस्ता जातहरूमा परीक्षण भइरहेको छ। तर यसमा चुनौतीहरू पनि त होलान्। सजिलै हुन्छ र यो? चुनौती छन् नि। त्यो सीड ड्रिल मेसिन चाहियो, सिँचाइ अलि फरक तरिकाले मिलाउनुपर्छ, झारपात नियन्त्रण गर्नुपर्छ ठिक समयमा, अनि यी सेवाहरू किसानसम्म सजिलै पुग्नु पर्यो। पूर्वाधार र पहुँचकै कुराहरू हुन् मुख्य चुनौती। DSRले त रोपाईको समस्या हल गर्ला, तर समग्र खेती प्रणालीलाई नै मौसम अनुसार ढाल्ने अरू उपायहरू नि छन् नि। ADB र IRIले बङ्गलादेश, कम्बोडिया र नेपालमा चलाएको परियोजनाले जलवायु उत्थानशील अभ्यासहरूमा जोड दिएको छ।
जस्तो स्रोत बचत गर्ने प्रविधि, नयाँ धानका जातहरू। बङ्गलादेशमा BRRI धान 75 भन्नेले 20% बढी उत्पादन दिन्छ। ए हो र? अनि धानसँगै तोरी, दाल, तरकारी जस्ता अन्तरबाली लगाउँदा किसानको आम्दानी 52 देखि 61% बढेको देखियो। आम्दानी पनि बढ्ने, त्यो त झन् राम्रो हो। नेपालमा पनि मेसिनहरू जस्तो बुम स्प्रेयर, हार्वेस्टर प्रयोग गर्दा उत्पादन लागत 25% घटेको रहेछ। ए, अनि मैले एउटा अझ रोचक प्रविधि सुनेकी थिएँ, धान हाँस खेती। त्यो कस्तो हो? त्यो त एकदमै राम्रो एकीकृत प्रणाली हो। धान खेतमा हाँसका चल्ला छोड्ने। हाँस खेतमा? हो। हाँसले साना साना किरा र झारपात खाइदिन्छ। अनि रासायनिक मल, विषादी केही चाहिएन। प्राकृतिक तरिकाले नै। हाँसको बिष्टाले मलको काम गर्यो। हाँस हिँड्दा माटो खुकुलिन्छ, मिथेन ग्यास कम हुन्छ, अनि धान उत्पादन 20%, किसानको नाथा 50% बढ्ने। ओहो! त्यति मात्रै होइन, परिवारलाई हाँसको मासु, अण्डा पनि भयो, पोषण थप्यो। प्र्याक्टिकल एक्सनले चितवन, नवलपरासीमा परीक्षण गरेको थियो, सफल भयो। यो त साँच्चै गजब रहेछ। यस्तै प्रकृतिमा आधारित अरू पहल पनि छन् कि? छन्। जस्तो GEF र FAO को सहयोगमा क्राफ्ट नेपाल भन्ने परियोजना छ। यसले मध्य नेपालका जिल्लाहरूमा प्रकृतिमा आधारित समाधानहरू प्रयोग गरेर धान खेतीलाई जलवायु परिवर्तनसँग जुझ्न सक्ने बनाउने लक्ष्य राखेको छ। करिब $8.9 मिलियन को लगानी छ यसमा। ठूलो लगानी रहेछ। हो। अनि अर्को कुरा, बाली बिमा पनि छ। मौसमले क्षति पुर्याउँदा किसानलाई केही राहत हुन्छ, तर यसलाई ठूलो बनाउन सरकारी सहयोग चाहिन्छ। भनेपछि समाधानका बाटाहरू त धेरै रहेछन्, प्रविधिदेखि लिएर प्रकृति मैत्री अभ्याससम्म। हो, तर यी सबैलाई प्रभावकारी बनाउन नीतिगत र संस्थागत सहयोग एकदम जरुरी छ। जस्तो किसानलाई समयमै सही सूचना, तालिम दिने, राम्रो बिउ पुर्याउने, अनि DSR जस्ता प्रविधि प्रयोग गर्न साना किसानका लागि जग्गा एकीकरण गर्ने कि वा मेसिन भाडामा दिने निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, यस्तो व्यवस्था चाहियो। समग्रमा हेर्दा जलवायु परिवर्तनले हाम्रो धान खेती, जुन हाम्रो खाद्य सुरक्षाको आधार हो, त्यसमा ठूलो जोखिम ल्याएको छ। तर किसानहरू र संस्थाहरूले DSR, धान हाँस खेती, जलवायु उत्थानशील अभ्यास जस्ता नयाँ नयाँ उपायहरू अपनाएर यसको सामना गर्न लागि परेका छन्। हो। नेपालमा धान कति खपत हुन्छ, तर हामी आयातमा निर्भर छौँ, होइन? यो अवस्थामा एउटा महत्त्वपूर्ण प्रश्न के उठ्छ भने यी स्थानीय स्तरमा सफल देखिएका अनुकूलनका उपायहरूलाई देशभरि कसरी फैलाउने, ताकि किसानको जीविका पनि चल्ने अनि देशको खाद्य सुरक्षा पनि हुने बदलिदो मौसममा। यो एउटा सोच्नुपर्ने कुरा हो। एकदमै। यो निकै गम्भीर प्रश्न हो। यदि तपाईँ यस प्रकारको विषय र छलफलमा रुचि राख्नुहुन्छ भने हामीलाई लाइक, फलो र सब्स्क्राइब गर्नुहोस्। फेरि भेटौँला। धन्यवाद। धन्यवाद।